दादा यो नन कमिकलाई बिल्डअप दिन राखेसी म त भन्छु होस्ट भएपछि कम्तीमा पनि बिल्डअप दिन सक्ने हुनुपर्छ अनि ठिक छ ल दियो त म बहादुर जस्तै हुन्थे को बहादुर जस्तै हाम्रो अर्को कुकुर हौ कुकुर कसरी बहादुर भयो त भाइ तपाईँ जस्तै भएर त्यसको पनि काम भनेको मासु भात खाने कुन्डु जाने बुझ्नुभयो नि त्यसको काम पनि त्यति हो बुझ्नुभयो एआई हो म मिस्त्री भएपछि विशाल भण्डारीको फेरि बिल्डअप दिन्नन् विशाल भण्डारीको घर बनाउनु गएको थिएँ ढोका हाल्नु पर्यो ल मिस्त्री भाइ आइज भनेर बोलाए गएको दाइको मोटिभेसन सुन्दै गएँ भन्नुभयो नि तपाईँले काम बनाउनु छ भने बौलाएर गर्नुहोस् भन्नुभयो गएर मैले सिलिङमा ढोका हालिदिएँ सिलिङमा ढोका हालिदिएँ थाहा छैन कहाँबाट थाहा हुन्छ त बासै गुन्डुमा बासी म मिस्त्री भएपछि फेरि धेरैको घर ढलाना गएको छु बुझ्नुभयो ढलाना गएको छु हेर्नु किन ढलाना गयो भन्दाखेरि यो झोले छोडेपछि झोला बिसाएपछि त्यो नसाक्या मासु भात खाम हुने यो झोले नभइकन कहाँ मासु भात खानु पाइन्छ भन्दा ढलना भने त्यसपछि ढलना गएको म यो झोले काम छोडेपछि त राजे समाल भएको छु हौ मान्छे हुँ म मान्छे तिमी जस्तो होइन बहादुर ए साँच्ची यो एउटा मेरो रिक्वेस्ट है यो तपाईँहरूको स्क्रिप्टमा छ कि छैन मलाई म उहाँसँग अमेरिकाको हामीले लमसम 32वटा स्टेटमा टुर गऱ्यौँ र उहाँ चाहिँ राजेश हमालको चाहिँ एकदमै सुन्दर मिमिक्री गर्ने मान्छे आजसम्म मैले राजेश हमाल महानायक राजेश हमालको यति राम्रो मिमिक गराएको अब दाइले पनि सुन्नु भएको छैन होला ल म सम्पूर्ण दर्शकको लागि यो रिक्वेस्ट गर्छु त्यो एउटा सुनाइदिनुहोस् न प्लिज दिपा दिदीकै अगाडि राजेश हमालको क्यारेक्टर उठेर अरम क्या हो उठेर राम्रो आउँछ उठेर राम्रो आउँछ